कहाँ पैसा लिनु त होइन कहाँबाट भेट्यो यार आज बस्नुहोस् कहाँबाट भेटेँ मैले उहाँलाई आज यार अब फेरि अब कुरा गरौँ भने नि उहाँ बोल्न सक्नुहुन्न फेरि सोसियल मिडियामा चाहिँ धेरै हेरेको हो सेलिब्रेटीले भेटेँ नि त आज मैले सेलिब्रेटी भन्ने के भन्ने अब फेरि यहाँनिर ओहो चेकिङमा पऱ्यो गाइज हजुर हजुर यहाँ कलङ्की अब फेरि उहाँले अनलाइन गर्नु भएन क्या फेरि अफलाइन भनेर झन्डै ल्याङ हानेन यार अब के गर्नु अब फेरि अफलाइन नि गर्न त नहुने हो म गर्दिनँ खासै तर उहाँलाई भेटेपछि अब कस्तो लक्कीले भेट्यो नि त गाइज होइन कहाँ बस्नु हुँदो रहेछ चोक चाहिँ यतै चोक भन्नुभएको छ कलङ्की चोकमै पारी हो कि वारी हो अब बोल्न सक्नुहुन्न फेरि सोध्न नि कसरी गाह्रो पो छ त हौ ओ 1 सेकेन्ड बाँकी थियो छिर्दियो कता हिँडेको कता हिँड्नु भएको उहाँले चाहिँ मलाई कलङ्की चोक देखाउनु भएको थियो लोकेसन चाहिँ हामी चाहिँ अलि तलै आइपुग्यो गाइज नाम चाहिँ के हो उहाँको नामै थाहा छैन हौ मलाई त नामै थाहा छैन टिकटकतिर चाहिँ धेरै हेरेको मैले उहाँलाई राम्रो लाग्थ्यो म्युजिक भिडियोहरू पनि खेल्नु भएको थियो क्या उहाँले अब यसो कुरा गरौँ भने अब बोल्न सक्नुहुन्न के गर्नु गाह्रो छ अब अँध्यारोमा अब उहाँलाई राम्रोसँग देखेर बरु अलि उज्यालो भइदिएको भयो भने थियो कलङ्की चोक भन्नुभएको थियो अलि माथि नै लिएर आउनु भयो ठिकै छ नो वरिस नैकाप नै हो क्या लक्की रहेछ म नि आज लक्की फिल गरेँ मैले उहाँलाई भेट्न पाएँ एकदम खुसी लाग्यो उहाँ जस्तो मान्छेलाई अब बाइकमा हालेर हिँडिरहेको छु होइन अब यसो कुराकानी गर्न पाए पो हुनु है के गर्नु अब ठिकै छ कलङ्की चोक भन्नुभएको थियो अलि माथि नै आयो हामी चाहिँ नैकाप आइपुग्नु लाग्यो अब उहाँले आफ्नो डेस्टिनेसन आएपछि रोक्नुहुन्छ होला नि कहाँ गराउनु भयो होला राति उतो त्यही हो गाइज आइ एम सो लक्की लक्की है कहाँबाट भेट्यो यार कस्तो खुसी लाग्यो क्या लभली भयो यहाँ हामी ठ्याक्कै अहिले नैकाप आइपुग्यो उहाँले मलाई कलङ्की चोक देखाउनु भएको थियो है म्यापमा चाहिँ उहाँ अब आफ्नो डेस्टिनेसन त उहाँलाई थाहा हुन्छ होला नि त जाऊँ अब नो वरिज उहाँको लागि म जहाँ पनि पुर्याइदिन्छु जहाँ भने त्यही पुर्याइदिन्छु उहाँलाई म टेन्सन छैन त्यसको लागि जाम छ क्या फेरि यता ओहो सेल्फी हान्नुपर्छ अहिले एउटा आफ्नो मोबाइल गतिलो छैन फेरि सेल्फी हान्नलाई नि के गर्नु फोटो खिच्नु हुन्थ्यो अब मोबाइलै गतिलो छैन त्यो पो तनाव छ त टिकटक भिडियो नै बनाइदिनु हुन्थ्यो नि एउटा अब मोबाइल गतिलो नभएपछि यस्तै हो गाइजहरू ठिकै छ तर यता नै लिएर आउनु भयो त यार उहाँले त हामी त कलङ्की कटेर नैकापै कटेर यता आइसक्यो डेस्टिनेसन थाहा नभएर हो कि अब कसरी सोध्ने यार सोध्नै
ए उतै हो रे फेरि म त झुक्किनु भयो कि भनेर फेरि अब कलङ्की चोक देख्नु भएको थियो नि त उहाँले अनि कलङ्की चोक नचिनेर फेरि यता आइपुग्यो कि भन्ने जस्तो लाग्यो डर लाग्यो कि त्यति माथि आइसक्यो नि त कलङ्की कटेर त हामी थाङकोटै पुऱ्याउनु हुन्छ क्या मलाई त ठिकै छ पुरा जहाँ भने त्यही लगिदिन्छु म त उहाँ जस्तो मान्छेलाई बोक्न पाउनु नि यार भाग्यमानी हो नि हामी होइन कहाँबाट भेट्यो अब कस्तो लक्की म तर उहाँले किन कलङ्की चोक देखाउनु भयो यतै लोकेसन त यतै भएपछि त यतै देखाउनु पर्थ्यो मलाई डाउट चाहिँ के लाग्यो भने उहाँ कन्फ्युज हुनुभयो कि भन्ने पिर चाहिँ लाग्यो कि फेरि अरू त पिर लागेन अब फेरि यहाँ चेकमा परियो फेरि चेकिङमा चाहिँ मलाई के डर लाग्यो भने अफलाइन हो कि भनेर समात्छ भने डर लाग्यो कि अब धन्न समातेन अब फेरि उहाँले अब अनलाइन गर्नु भएन नि त तर उहाँलाई देखेपछि त छोडिदिइहाल्छ नि सबले चिनिहाल्छ नि उहाँलाई सो त्यही हो गाइज आज चाहिँ एकदम आफूले एकदम लक्की फिल गरेको छु अब उहाँले चाहिँ मलाई गुर्जु धारणले पुऱ्याइसक्नु भयो कलङ्की चोक देखाउनु भएको थियो अब कन्फ्युज हुनुभयो कि केही छैन कन्फ्युजै भएको रहेछ हामी त यो राइट हो न यताबाट राइट रे लोकेसन त थाहा रहेछ म चाहिँ पिर लगाइरहेको फेरि कन्फ्युज भयो कि भनेर अब आँखाले बोलामा उहाँले एउटा म्युजिक भिडियो खेल्नुभएको थियो नि यता आइपुग्नु पर्ने रहेछ उहाँले फेरि कलङ्की चोकमा मात्रै देखाउनु भयो यो त कुन ठाउँको भन्छ यसलाई त यार यसलाई चन्द्रगिरी हेलम्बू हो कि बलम्बू भन्दो रहेछ नो वरिज SB vlog एउटा फोटो चाहिँ खिचिदिउँ न होइन कहाँ पैसा लिनु त होइन क्या खुसी लाग्यो यार कहाँ पैसा लिनु त होइन उहाँ जस्तो मान्छेलाई ल त्यही हो गाइस मजा भयो उहाँ जस्तो मान्छेलाई भेट्यो यार क्या खुसी लाग्यो पैसा दिनु खोजिरहनु भएको थिएँ मैले पर्दैन भन्ने होइन फोटो नि खिच्न पाएँ ठिक छ लभली गाइज लभली सो त्यो गाइजहरू यस्तै माया चाहियो है